फिलिङ्स चाहिँ यतिसम्मको स्ट्रङ कुरा हो कि होइन। यदि कुनै मान्छेमा फिलिङ्स आउँछ भने त्यो फिलिङ्सले मान्छेलाई मार्छ क्या। फिलिङ्स भने चाहिँ यतिसम्मको नराम्रो कुरा हो कि हत्तपत्त कोही मान्छेसँग पनि नआओस् जस्तो लाग्छ क्या मलाई चाहिँ। यदि कोही मान्छेसँग फिलिङ्स आउँछ भने त्यो मान्छेबाट पनि त्यत्तिकै प्रायोरिटी चाहिन्छ जस्तो लाग्छ। यदि ऊबाट त्यत्तिको आउँदैन भने चाहिँ लास्ट गाह्रो हुन्छ। त्यो बेला फिल हुन्छ क्या के हो माया भनेर क्या। आफूले चाहिँ लास्टै माया गरिन्छ अनि उताबाट चाहिँ माया नै हुँदैन, बालै छैन जस्तो गरिदिन्छ। त्यो बेला रियलाइज हुन्छ क्या कस्तो हुँदो रहेछ फिलिङ्स भन्ने कुरा चाहिँ भनेर क्या। त्यही भएर हत्तपत्त कोहीसँग पनि नआओस् जस्तो लाग्छ क्या। त्यही भएर माया चाहिँ 2 साइडेड हुनुपर्छ। 1 साइडेड भयो भने चाहिँ लाइफमा कहिले पनि सक्सेस हुँदैन। मरिहत्ते गर्दा गर्दै पनि उसले बुझ्न खोज्दैन भने चाहिँ त्यहीँनिर छोडिदिँदा हुन्छ जस्तो लाग्छ क्या। लास्टमा गएर हर्ट हुने भनेको आफू नै हो क्या। आफै हर्ट भइन्छ भने किन अरूको झमेलामा परिराख्ने र जस्तो लाग्छ क्या मलाई चाहिँ। पहिला सुरु आफ्नो सोचौँ। यदि आफूले माया गर्दा गर्दै पनि ऊबाट माया ब्याक हुँदैन भने त किन माया गर्नु पऱ्यो र। मैले चाहिँ उसको लागि सोध्छु भने उसले मेरो लागि पनि सोच्नुपर्छ जस्तो लाग्छ क्या। मैले मात्र सोचिराखेर त हुँदैन नि त। सधैँ म मात्र हर्ट भएर बस्ने त भएन नि त। यदि उसले माया गर्न सक्दैन र उसले चाहँदैन भने चोके क्या। त्यहीँबाट बाटो अन्त्य मोडिदिन्छु क्या। आउँदिनँ उसको लाइफमा। जे छ आफ्नैमै ठिक छ। यदि फिलिङ्स छ भने पनि नदेखाउँ। किन देखाउन पऱ्यो त होइन। जब कि त्यो फिलिङ्स कलर नै हुँदैन भने किन देखाउने त। नदेखाउने नि, जे हुन्छ हुन्छ। कठोर बनिदिने क्या। भित्रबाट सफ्ट भयो भने बाहिर चाहिँ कठोरै बनिदिने क्या। मेबी म रङ पनि हुनसक्छु। त्यही हो। त्यही भएर फिलिङ्स चाहिँ कसैको लागि पनि नआओस् जस्तो लाग्छ। यदि आउँछ भने त्यो फिलिङ्स चाहिँ 100% सक्सेस होस्, होइन भने नआओस् जस्तो लाग्छ क्या। त्यही हो मेरो सोचाइ चाहिँ। त्यही हो यार। Ooh.